हेलो गाइस, वेलकम बैक टु माई युट्युब च्यानल। गुड मर्निङ सबैजनालाई हो। आज चाहिँ म सानो तपाईँहरूलाई मिनी ब्लग गर्न आँटेको छु, छोटो। अन्त म चाहिँ हाम्रो बारीको कोपी देखाउने छु हो गाइस। हेर्नुहोस् त, हेर्नुहोस् गाइस, यी अर्ग्यानिक कोपी कत्रो बढी भएको छ ए, थुप्रै थियो हो गाइस। अन्त अरू चाहिँ यहाँ दुईवटा चाहिँ फुलकोपी थियो रहेछ हो, अरू चाहिँ ब्रोकौली थियो। अस्ति नै हामीले ब्रोकौली चाहिँ खाएँ हो, त्यही भएर अन्त अरू पनि रोपेको छ यहाँ बिरुवाहरू हो। अन्त बिटको पनि छ हो, बिटहरू पनि रोपेको छु हो यहाँनिर हो। अब कोपी चाहिँ दामी भएको छ गाइस। यहाँ चाहिँ धनियाँ उम्रिरहेछ, उम्रिँदैछ। अन्त यहाँ सागहरू छ, साग गाजरहरू छ हो। अस्ति छाँटेर हामी बेचे पनि साग हो, साग। यहाँ डल्ले खुर्सानीको बोटहरू त पुरानो बोटहरू हो। यो लसुन त चाहिँ यहाँनिर पनि छ, गाजर हो। अन्त यहाँ चाहिँ मेरो बुढाले धनियाँ रोपेको छ। यहाँ चाहिँ ड्याम्मै हालेको छ यो। यहाँ पर सानोदेखि यो डल्लै धनियाँ हो। यहाँ चाहिँ अदुवाहरू हो, यो सबै छोपेको जति चाहिँ अदुवा। यहाँ गाजर सागहरू छ हो गाइस। अन्त चाहिँ हो गाइस, अलैँचीको बोटहरू यो त्योहरूको हाम्रो गाईको गोठ यहाँनिर छ। यस्तो छ है गाइस। यति नै हो आजको भिडियो हो। मैले सानो मिनी भिडियो बनाएको हो बारीको गाइस। यस्तो भइरहेको छ आजको दिनहरू चाहिँ हो, यस्तो भएर गएको छ हो, यस्तो छ गाइस। अन्त धुम्मा भइरहेको छ यहाँनिर। यहाँ तल गुराँस फुलेर पनि सक्यो। यो चाहिँ हाम्रो घर हो, दोकान साइडमा छ। यो भिडियो चाहिँ म यहीँ इन्ड गर्नेछु गाइस। सब्सक्राइब गरिदिनु चाहिँ नबिर्सिनु होला हो। माया दिनु, सपोर्ट गर्नुहोस् मलाई हो गाइस। मेरो भिडियो इन्डसम्म नै हेरिदिनुहोस्। बाई बाई।